What's up guys? Welcome back to another episode. So आजको एपिसोडमा चाहिँ म केही कुराहरू सेयर गर्दैछु तपाईँहरूलाई। जुन कुरा चाहिँ यदि मैले थाहा पाएको थिएँ भनेदेखि मेरो युट्युबको जर्नी अर्कै हुन्थ्यो क्या, फरक पर्थ्यो होला होइन। त्यो चाहिँ के हो भन्दाखेरि पहिलो कुरा चाहिँ हामी अरूले के भन्छ भन्ने कुरामा फोकस हुन्छौँ क्या होइन। मैले स्टार्टिङ फेजमा कुनै पनि भिडियोमा फेसै देखाइनँ होइन, कन्फिडेन्सै थिएन नि त। अरूले के भन्थ्यो होला अथवा मान्छेले के भन्ने होला भन्ने कुरा सोचिन्थ्यो। तर रियालिटीमा के हुन्थ्यो भन्दाखेरि भ्युज नै आउँदैन थियो। जब भ्युज आउँदैन त्यसबाट के प्रुफ हुन्छ भनेदेखि भ्युज आएको छ भनेदेखि मान्छेले केही भन्लान् कि भन्ने कुरा डर हुनुपर्छ क्या होइन। तर जो मान्छेको भ्युजै आएको छैन, जो मान्छेको च्यानल चलेकै छैन, त्यो मान्छेले त्यो सोच्ने नै होइन क्या होइन। म चाहिँ त्यही सोच्थेँ कि मान्छेले के भन्ने होलान् भनेर चाहिँ म त्यो भिडियोमा आफ्नो हुन्छ नि आफ्नो वेब क्याम एड गर्दैन थिएँ क्या। सो त्यो कुरा चाहिँ अहिलेको स्थितिमा हुन्थ्यो भनेदेखि म त्यो कुरा चाहिँ अभोइड गर्थेँ होइन। किनभने स्टार्टिङ फेजबाटै आफूमा कन्फिडेन्स ल्याएर वेब क्याममा डाइरेक्टली हेरेर होइन, अथवा क्यामेरा छ भने क्यामेरामा डाइरेक्टली हेरेर बोल्न पनि सक्नुपर्ने रहेछ। त्यो नम्बर 1 है। दोस्रो कुरा भनेको चाहिँ सबसे बडा रोग क्या कहेको लोग भने जस्तो क्या होइन। अरूले के भन्छन् भन्ने कुरामा फोकस कहिले पनि नगर्नु होला, किनभने अरूले त भन्दै गर्छन्। तपाईँहरू जस्तै सोच्नुहोस् न, आजको दिनमा दया दया हाङ राई होइन, नेपाली फिल्म इन्डस्ट्रीको वान अफ द मोस्ट पपुलर व्यक्ति हो होइन। एक्टिङको लेभलबाट हेर्ने हो भने पनि दया हाङ राई एकदमै सुपर नै हो। धेरैजना फ्यान छन्, तर एक दुईजना हेटर त्यहाँनिर हुन्छन् क्या। हेटर एक दुईजना 110% हुन्छ नि त होइन। जति धेरै फ्यान बढ्दै जान्छ त्यति धेरै हेटर पनि बढ्दै जान्छ क्या, बुझ्नु भएन। त्यही भएर कसले के भन्छ भनेर सोचेर बस्ने होइन क्या। पोजिटिभ कुरालाई चाहिँ ह्यान्डल गर्ने, पोजिटिभ कुरा के छ त्यो हेर्ने होइन। अब तपाईँहरू जस्तै युट्युबमा भिडियो बनाउनुहुन्छ अथवा कुनै सोसियल मिडियामा भिडियो बनाउनुहुन्छ भनेदेखि सोसियल मिडियामा आएको नेगेटिभ कमेन्ट तपाईँहरूलाई मन पर्दैन, अभियसली मन पर्दैन। तर त्यो नेगेटिभ कमेन्टलाई रिप्लाई दिएर बस्ने होइन क्या, बुझ्नु भएन। त्यो नेगेटिभ कमेन्ट्स यदि आएको छ भनेदेखि त्यो कमेन्टलाई डिलिट गरिदिने, पोजिटिभ कमेन्ट मात्र राखिदिने। यदि ह्यान्डल गर्न सकिँदैन अथवा त्यसलाई चाहिँ आफूले इग्नोर गर्न सकिँदैन भने चाहिँ त्यस्तो केसमा चाहिँ त्यसलाई मजाले डिलिट गरिदिनु। आफूसँग त त्यो तपाईँहरूसँग त त्यो के भन्छ कन्ट्रोल छ नि त होइन। कुन कमेन्ट राख्ने, कुन कमेन्ट नराख्ने, कसलाई रिप्लाई दिने, कसलाई नदिने भन्ने कुराको सबै कुराको कन्ट्रोल छ क्या, आफैसँग छ नि त, आफ्नो च्यानल हो नि त होइन। सो त्यही कारणले गर्दाखेरि त्यस्तो खालकोलाई चाहिँ नेगेटिभलाई सकेसम्म इग्नोर गरिदिनु होला, किनभने सोसियल मिडियाको अल्गोरिदमले चाहिँ इन्गेजमेन्ट खोज्छ क्या होइन। पब्लिक कतिको इन्गेज भइरहेछ तपाईँहरूको कन्टेन्टमा भन्ने कुरा खोज्छ। त्यसले गर्दाखेरि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब जुनसुकै हुन्छ, जुनसुकै प्यारामिटर जुनमा चाहिँ उनीहरूले सपोर्ट गरिरहेको हुन्छ, त्यो कुरा भनेको चाहिँ तपाईँहरूलाई बेनिफिट नै हो क्या। नेगेटिभ कमेन्ट्स आउँछ भने पनि तपाईँहरूलाई चाहिँ बेनिफिट नै हो होइन। त्यो त युट्युबले त बुझ्दैन, युट्युबले अथवा कुनै सोसियल मिडियाले त बुझ्दैन यो गाली गरेको हो कि यसले नराम्रो भनेको हो कि यसले के भनेको हो भन्ने कुरा त बुझ्दैन। उसले त के गर्छ भन्दाखेरि कतिवटा कमेन्ट्स छ, त्यो कमेन्ट्स काउन्टको आधारमा चाहिँ तपाईँहरूको भिडियोलाई प्रमोट गर्ने काम गर्छ। सो त्यही कारणले गर्दाखेरि पब्लिक इन्गेजमेन्ट बढिरहेछ, नेगेटिभ कमेन्ट्सलाई इग्नोर गरिदिनुहोस् र क्या कहेको लोग सबसे बडा रोग भनेर त्यो त्यो त्योलाई चाहिँ अभोइड गर्ने कोसिस गर्नुहोस् है। अर्को भनेको चाहिँ तपाईँहरूसँग कुन कुन सामान छ अथवा कुन चिज तपाईँहरूसँग छ जसले चाहिँ तपाईँहरूलाई कन्फिडेन्स बढाउँछ होइन। पहिला सुरु त हामी के गर्छौँ भन्दाखेरि पहिला सुरु चाहिँ वेब क्याम खोज्छौँ होइन। वेब क्याम क्वालिटी राम्रो आउनु पर्यो भन्ने सोध्छौँ। त्यस पछाडि गएर अडियो खोज्छौँ होला, अथवा त्यस पछाडि भिडियो एडिटिङको लागि डिभाइस खोज्छौँ। सो यो सबै कुरा प्रोसेस बाई प्रोसेस जाने कुरा हो। तर सबैभन्दा सुरुमा चाहिँ तपाईँहरूले जुन ठाउँमा इन्भेस्ट गरिराख्नु भएको छ त्यो इन्भेस्टबाट त्यो प्रफिट आउँछ कि आउँदैन भन्ने कुरा चाहिँ सोच्नु होला होइन। तपाईँहरूको च्यानल मोनेटाइज हुने कन्टेन्ट नै अपलोड गरेको छैन,
तपाईँहरूको च्यानलले पैसा कमाउने छाँटकाटै छैन भनेदेखि त्यस्तो केसमा तपाईँहरूले त्यो च्यानलमा भिडियो बनाउनको लागि आफ्नो लगानी गरेर काम छैन, पैसा खर्च गरेर काम छैन। सो यदि रिटर्न आउँछ भने होइन, रिटर्न आउँछ भने मात्र तपाईँहरूले इन्भेस्ट गर्नु होला, नभए चाहिँ इन्भेस्ट नगर्नु। किन भन्दाखेरि हामी सुरुमा चाहिँ माइक युज गर्छौँ, सानो खालको माइक, यस्तो खालको लेभियर माइक युज गर्छौँ होइन, सानो केबलको। यो माइक मैले लगभग 10-12वटा भिडियोमा युज गरेँ होला। अब यस्तो खालको यो 200को माइक युज गर्छौँ सुरुमा, यसले पनि काम चल्छ, राम्रो क्वालिटी यसले पनि दिन्छ। त्यस पछाडि हामीलाई चाहिन्छ अर्को माइक चाहिन्छ, प्रोफेसनल माइक चाहिन्छ, त्यसलाई 10-12 हजार खर्च गर्छौँ। त्यस पछाडि एकदमै एडभान्स लेभलमा जाने भने 70-80 हजारको पनि हामीले माइक होइन, सूर्यको माइक आउँछ, त्यो पनि युज गर्छौँ। तर अडियो क्वालिटी त एउटै हो नि त होइन, अडियो दिने त एउटै हो। अहिले मैले बोलिरहेको हेडसेटले मैले बोलिरहेको छु, हेडसेटमा भएको माइकले युज गरिरहेको छु भने चाहिँ यसले पनि काम दिइरहेछ। त्यही भएर यो कुराहरूमा चाहिँ फोकस नगर्नु, कुन सामान किन्ने कुन सामान नकिन्ने भन्ने कुरामा फोकसै नगर्नु, कन्टेन्टमा फोकस गर्नु। र सानोतिनो कुरा भए पनि चल्छ, यो सानो 200को माइक भए पनि काम चाहिँ चल्छ है। सो यो कुरामा चाहिँ इन्भेस्ट नगर्नु होला। र अर्को कुरा भनेको चाहिँ यो जति धेरै टुल्सहरू तपाईँहरूले लिनुहुन्छ त्यति धेरै तपाईँहरूलाई कन्टेन्टमा फोकस जाँदैन। तपाईँहरूलाई त्यसको सामान्य एउटा इक्जाम्पल के दिन्छु भनेदेखि, जस्तै तपाईँहरूले प्रोफेसनल माइक लिनुभयो भने त्यसमा अडियो कन्ट्रोल गर्नु पर्यो होइन, त्यसको लागि कन्ट्रोलर छुट्टै चाहियो, त्यस पछाडि माइक छुट्टै भयो, त्यस पछाडि अरू तपाईँहरूको डिभाइसहरू छुट्टा छुट्टै हुन्छ। मतलब त्यो सेटअप गर्नलाई टाइम लाग्छ क्या, बुझ्नु भएन? त्यो सेटअप गर्नलाई टाइम लाग्छ। अहिले मलाई भिडियो बनाउनको लागि यो माइक मैले एड गरेर जोडेँ भनेदेखि मैले मेरो कम्प्युटरमा जोडेर एकैछिनमा 1 मिनटमा मैले भिडियो स्टार्ट गर्न सक्छु क्या। तर मलाई जब प्रोफेसनल माइक जोइन गर्नुपर्छ अथवा प्रोफेसनल माइक सेटअप गर्नुपर्छ त्यसमा त्यसले टाइम खाइदिन्छ क्या। त्यही भएर चाहिँ एकदमै सिम्पल खालको राख्ने तर कन्फिडेन्सका साथ तपाईँहरूले कन्टेन्टहरू बनाउने है। सो यो कुरा चाहिँ पहिला मैले अब यस्ता कुरामा चाहिँ ध्यान दिइनँ होइन। अब धेरैजना कसैले मलाई सजेस्ट गरेको भएदेखि अभियसली म यो कुरालाई इम्प्रुभ पनि गर्थेँ होला, तर यो कुरामा ध्यान जाँदैन रहेछ क्या होइन। यो चाहिँ मेरो एक्सपिरियन्सले भनेको कुरा हो। अनि लास्टमा चाहिँ के हो भन्दाखेरि कन्टेन्ट है, कन्टेन्ट क्वालिटीको राख्ने कि क्वान्टिटीको राख्ने भन्ने कुरा होइन। अब म चाहिँ तपाईँहरूलाई के सजेस्ट गर्छु भन्दाखेरि कन्टेन्ट जहिले पनि क्वान्टिटी बढाउनु होला, क्वालिटी मतलब छैन है। क्वालिटी तपाईँहरूले एकदमै पुरानो फिल्महरू हेर्नुभएको होला, ब्ल्याक एन्ड व्हाइट फिल्म पनि तपाईँहरूले हेर्नुभएको होला होइन। ब्ल्याक एन्ड व्हाइट फिल्ममा पनि त्यो क्वालिटी त्यति, पिक्चरको क्वालिटी त्यति राम्रो हुँदैन, तर त्यसमा अडियो क्वालिटी राम्रो हुन्छ क्या। त्यही भएर फोकस गर्ने भनेको भिडियोमा होइन क्या, भिडियोको क्वालिटी जस्तो सुकै होस् मतलब भएन, तर फोकस गर्नु पऱ्यो केमा भन्दाखेरि चाहिँ अडियोमा है। अडियोमा फोकस किन गर्ने भन्दाखेरि अडियो राम्रो भयो भने त्यो भिडियोमा के कुरा भन्न खोजेको छ, के कुरा उसले डेलिभर गर्न खोजेको छ त्यो मजाले बुझिन्छ, जसले गर्दाखेरि त्यस्तो इफेक्ट पर्दैन। तर एउटा भिडियो क्वालिटी एकदमै राम्रो छ अरे मानौ होइन, एउटा एकदमै राम्रो क्यामेराले क्याप्चर गरेको छ अरे, तर त्यसको अडियो क्वालिटी चाहिँ क्यार 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 हुन्छ नि, कानलाई डिस्टर्ब हुने खालको छ भनेदेखि त्यस्तो केसमा त्यो भिडियो मान्छेहरूले हेर्न रुचाउँदैन क्या, त्यो हेर्नै सकिँदैन, कसरी हेर्छ त होइन। त्यही भएर अडियोलाई फोकस गर्नु, भिडियोलाई होइन है। अनि कन्टेन्टको कुरा गर्नु पर्दाखेरि चाहिँ कन्टेन्टमा चाहिँ जहिले पनि क्वान्टिटी चाहिँ बढाउँदै जानु होला। जति धेरै भिडियो भयो त्यति धेरै युट्युबले रिकमेन्ड गर्ने हो, त्यति धेरै तपाईँहरूको भिडियो चल्ने हो, त्यति धेरै तपाईँहरू पपुलर हुने हो। अब जम्मा 2-3वटा भिडियो अपलोड गरेको हुन्छ अनि त्यो युट्युबले एउटा प्रमोट गरिदिन्छ, सक्यो। त्यस पछाडि के त, अरू भिडियो नै छैन होइन। आज पनि मैले युट्युबको फिड यसो हेरिरहेको थिएँ, मलाई 5 वर्ष अगाडिको भिडियोहरू रिकमेन्ड भइरहेको थियो क्या फिडमा। भन्न खोजेको 5 वर्ष अगाडि कुनै व्यक्तिले बनाएको भिडियो पनि आज पनि रिकमेन्ड हुन्छ भन्नुको मतलब उसले कमसेकम पनि 100वटा भिडियो आफ्नो च्यानलमा अपलोड गरेको छ क्या। त्यही भएर सुरुमा कम्प्लेन गर्नुभन्दा अगाडि चाहिँ एटलिस्ट 100वटा भिडियो चाहिँ अपलोड गर्नुपर्छ है। 100वटा भिडियो क्रस भइसके पछाडि चाहिँ अब सब्सक्राइबर्स बढेन अथवा भ्युज आएन भनेदेखि चाहिँ त्यस्तो केसमा चाहिँ कम्प्लेन गर्ने हो होइन। त्यस्तो केसमा चाहिँ हो केही न केही गलत भइरहेछ भन्ने कुरा हो। नभए चाहिँ तपाईँहरूको 100वटा भिडियो क्रस नभइकन तपाईँहरूको च्यानल प्रमोट हुँदैन, तपाईँहरूको च्यानलमा सब्सक्राइबर्स भ्युज केही पनि बढ्नेवाला छैन क्या। सो त्यो
एउटा लेभल चाहिँ राखिराख्नुपर्ने हुन्छ, एउटा लिमिट चाहिँ राखिराख्नुपर्ने हुन्छ होइन। म यो लेभलमा पुगेँ भने चाहिँ यो काम गर्छु है भन्ने कुरा चाहिँ तपाईँहरूले सोचेर अगाडि बढ्दाखेरि सबैभन्दा बेस्ट हुन्छ है। अनि बाँकी रहेको कुरा स्किल्सहरूको कुरा गरौँ। भिडियो एडिटिङ, फोटो एडिटिङ अथवा तपाईँहरूले थम्बनेल डिजाइनिङ, ग्राफिक डिजाइनिङ, जुनसुकै कुरा भन्नुहोस्, यो सबै कुरा तपाईँहरूले युट्युबमा सिक्न सक्नुहुन्छ है। युट्युबमा सिक्न सकिन्छ। सो कुनै पनि एकाडेमीमा नगइकन तपाईँहरूले युट्युबबाटै यो कुराहरू सिक्न सक्नुहुन्छ भनेपछि यो कुराहरूलाई अलिकति मास्टर गर्ने काम गर्नु होला है। अलिकति राम्रो थम्बनेल बनाउन सक्नु अनि अलिकति भिडियोले एडिट गर्न सक्नु भनेको त्यो एक्स्ट्रा पोइन्ट हो क्या तपाईँहरूको लागि होइन। युट्युबले मेहनत गरेको भिडियोलाई प्रमोट गर्छ क्या, मेहनत नगरेको भिडियोलाई प्रमोट गर्दैन। त्यही कारणले गर्दाखेरि चाहिँ यो कुरामा पनि ध्यान दिएर होइन आफ्नो स्किल्सहरूलाई चाहिँ अलिकति अपग्रेड गर्ने काम चाहिँ गर्नु होला। सो द्याट्स इट गाइज, थ्याङ्क्स फर वाचिङ दिस भिडियो। आजको लागि यति नै। आज चाहिँ मैले अगाडि नै थाहा पाएको भएदेखि होइन मेरो युट्युब जर्नी अर्कै हुन्थ्यो कि जस्तो मलाई लागेर तपाईँहरूलाई यो भिडियो मेरो एक्सपिरियन्स चाहिँ सेयर गरेको है। सो द्याट्स इट, सी यु गाइज इन द नेक्स्ट वान। जाँदै च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नु सक्नुहुन्छ, भिडियोलाई लाइक गरिदिनु होला र तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट पनि छोडिदिनु होला है त। बाई बाई।